राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको अवसरमा एउटा शुभकामना सन्देश दिनुभएको छ। उहाँको शुभकामना सन्देश र मन्तव्य जुन शब्दहरू छन् ती कुरा अब सबैजना कारिन्दाहरू बसेर राम्रा शब्द हालेर राम्रै लेखेको हुन्छ। उहाँलाई भिडियो बनाएर बोल्न लगाउँछन्, त्यो पनि राम्रै बोल्नुहुन्छ हैन। सबै कुरो ठिकै छ। महाराज सरकारलाई म पनि अनुरोध गर्न चाहन्छु। पृथ्वीनारायण शाहले 22 वर्षदेखि नै यत्रो काम गर्नुभएको थियो र पो देश बनेको थियो त। जनतासँग एकाकार भएर जनतासँगै एज अ आर्मीको रूपमा उहाँले देश निर्माणमा भूमिका खेल्नुभयो, तरबार बोकेर हिँडेर। यही 20 वर्ष अगाडि त केही वर्ष त सरकारले धानी बक्सेको हो, तर त्यो बेलामा कस्तो तरिकाले चलाइबक्स्यो त। त्यति बेला गर्न सक्नु पर्थ्यो। राष्ट्रिय एकता हजुरले पृथ्वीनारायण शाहले जस्तो देखाउन सक्नु पर्थ्यो। काङ्ग्रेसबाट, एमालेबाट, माओवादीबाट देखि लिएर चारैतिर संसारभरिका योग्य ट्यालेन्ट क्षमता भएका अहिलेका जेएनजीहरू हजुरले देखिबक्स्यो नि। कसरी 27 घण्टामा चेन्ज गराइदिए। शासन सत्ता चाहिँ सर्वपक्षीय, सर्वहिताय अनि देशको विकासमा समर्पित भन्ने तरिकाले चाहिँ गराइबक्सेको थियो भने देश कायापलट हुन्थ्यो कि। अब राजा वीरेन्द्रको सम्पत्ति कता छ, त्यसलाई कता तजबिज गराउने, को नातेदारको नाममा पार्ने, सरकारका यस्ता डिसिजन मात्रै हुँदै गए। बुढाखाडा ल्याएर हालिदिबक्स्यो सरकारले। उनीहरू राति जुवा खेलेर बस्थे हैन। अनि त्यस कारणले पनि बिग्रेको हो के हजुर। आज राजाबाट जस्तो सन्देश आएको छ त्यो मर्मस्पर्शी छ। सम्पूर्ण कुरा मैले माने, म पनि त्यही पक्षमा छु हैन। तर गम्भीर त्रुटि र मिस्टेकहरू भनेको राजदरबारभित्रका पृथ्वीनारायण शाहका आजका सन्ततिहरू बिग्रिनाले गर्दा नि यो देश अहिलेको हालतमा पुगेको हामी चाहिँ बिन्ती चढाउँछौँ है सरकार।